11 hours पछि चाहिँ हामी यहाँ पुगिसकेको छौं। नमस्ते कोरी। नमस्ते फ्रम कोरी। नमस्ते Guys, this is the morning view. Wow. Guys, welcome back. It's day 3 and good morning from Hugu. अनि अहिले चाहिँ हामी यतातिरको एकदमै स्पेशल ब्रेकफास्ट चाहिँ यस्तो खाले रोटी अनि त्यसपछि गएर चाहिँ तरकारी चाहिँ इन्जोय गर्दै छौं। यहाँको स्पेशल चाहिँ यही हो छ है, दामी हुने के। दाइ यसको रेसिपी भनिदिनु न, यसको रेसिपी। वाउ, हेलो साइना दाई। जेठा दाई हो म। ए जेठा दाई। हेलो बाई भनिदिनु हामीलाई अब। राम्रोसँग जानु है ल। हस्। आज बाटोमा आज चिया खाएर जानु। माथिबाट एकजना भाइ आउँदैछ, भाइसँग भएर कसको झोला बोक्न सकिन त्यो झोला चाहिँ त्यो भाइले भिराइदिनु। हजुर। त्यही हो, अब राम्रोसँग जानु। बाटोतिर फेरि यो मोबाइलहरु सबै चेन हाल्ने गर्ने, फेरि बाटोतिर खसाल्ला मोबाइल र पोसाहरू सब पनि ख्याल गर्नुपर्छ। वेट भिडियो आफ्नो अफिसको कार्डहरु पनि छ भने त्यसलाई धेरै ख्याल गर्नुपर्छ। जहिले नै मोबाइलहरु राम्रोसँग लिएर हिँड्नु। ल धेरै धेरै धन्यवाद, एकदमै मिठो खाजा खुवाउनु भयो। यस्तो राम्रो भ्यूको अगाडि बसेर खाजा खान पायौं। यस्तो राम्रो हस्पिटालिटी। हामीले खाजा खायौं, यहाँको चेकआउट पनि गर्यौं, सबै कुरा दियौं। दाइ पनि एकदमै मिलनसार, एकदमै मिठो खाजा खुवाउनु भयो। अनि यो खाजाहरू चाहिँ हामीलाई प्याक गरिदिनु भयो, बाटोमा खानुपर्छ भनेर। चिया पनि छ। अनि अब यो लिएर चाहिँ हामी कोरी जाने, होपफुल्ली पुगिन्छ होला। 7 बजिसक्यो। अब 7 बजेबाट हाम्रो जर्नी ट्रेक सुरु हुन्छ एक्चुअली। अब हिजो हामी यहाँबाट कापुचे गथ्यौँ भने आज चाहिँ यही वे कोरी जाने 650 बाट हो। 653 बाट हामी यहाँबाट झर्दैछौँ। लेट्स सी कति बेला पुगिन्छ। ल पुल तरेपछि यस्तो बाटो आउँछ। बाटोको स्टार्टिङमै यस्तो खतरा छ। बाटोहरू आधी घन्टा हिँड्यौँ, आधी घन्टा हिँड्ने बित्तिकै थके लागिसक्यो। अनि यो दुईजना भाइहरू चाहिँ हिजो भेट भएको, अनि हिजो त्यही हुगुमा भेट भएको। त्यही भएर पनि सजिलो भयो यस्तो बाटोमा। बाटो चाहिँ अलिकति च्यालेन्जिङै छ अहिले स्टार्टिङमै। पछि त झन् कस्तो हुने आई डोन्ट नो। मैले खासै धेरै भिडियोजहरू पनि बनाइरहेको छैन, किनकि भिडियोजहरू बनाउन थाल्यो भने डिस्ट्र्याक्टेड हुन्छ। सो रेस्टिङ पोइन्टहरूमा मात्र बनाउँछु। अनि बाटो चाहिँ अहिलेसम्म चाहिँ डिरेक्सनहरू मजाले देखाएको छ। कारको रेस्टिङ पोइन्ट हामी 1 आवर भयो। 1 आवरमा 4 चोटि ब्रेक लिइसक्यौँ। अझै 8 घण्टामा कति अनलिमिटेड ब्रेक लिने हो थाहा छैन। आधी घण्टामा एकचोटि बस्ने। ल भनेको चाहिँ कसले हो नि? खै खतरा हिँडे चाहिँ अगाडि लिडर हो आजको। नेभर एन्डिङ लुप खालको त्यो उकालो छ कि यो बाटो चाहिँ। एकचोटि ओह्रालो आएको छैन, अरूसम्म बाटो आएको छैन। हिजो कापुचे जाँदाखेरिको बाटो खतरा उकालो भनेको त त्यो त ट्रेलर मात्र रहेछ। यहाँको बाटो त त्यसको तिर्वल चौरल रहेछ। अहिलेसम्म बाटो आएकै छैन कि, सिधै उकालो। हालत खराब भइसकेको छ यहाँ। आधी घन्टामा रेस्ट गर्ने भनेको मान्छे 10 मिनटमा रेस्ट गरिरहेछन्। यहाँ भिडियो गराएर अब केटीहरू त्यस्तै त हो, जहाँ देखियो राम्रो अलिकति त्यहाँ भिडियो बनाएर अब फेरि लाग्यौँ हामी हाम्रो ट्रेकिङतिर। फाइनली घाम सँगसँगै आशाको किरण पनि आयो। एउटा डाँडा चाहिँ हामी कट्यौँ जस्तो लाग्यो, सब उकालो मात्र थियो। अनि यहाँबाट नि भ्यू चाहिँ यस्तो बबाल देखिन्छ। रुगा पनि लगाइसक्यो, चिसो भइसक्यो। अब चाहिँ
यहाँ चाहिँ एउटा कटेज जस्तो पनि रहेछ, सायद खाजासाजा खानलाई होला। यहाँबाट चाहिँ दुईटा बाटो थियो अनि यसरी यहाँ कोरी भनेर डिरेक्सन देखाएको छ। लाली गुराँस, पिङ्क कलरको लाली गुराँस। Come on guys, come fast. Come fast. लट्टी फालेर टालको ताल देखेर हुन्छ। Guys, water relief. माथि कोरीको नमस्ते गेस्ट हाउसको दाइ आउनुभएछ हामीलाई लिन, भन्नुभएको थियो नि त तलबाट। अब त अलिकति हो पायो। त्यो क्याम्प पछाडि हिँड्छ अब माथि लगभग त्यहाँ माथि 1 घण्टा माथि धेरै हिँड्नु छ ल खुसी लाग्यो दाइ आउनुभयो लिनलाई हामीलाई। अब डिरेक्सनको प्रब्लम पनि भएन किनकि अगाडि स्नो छ। स्नोमा चाहिँ पुरै डिरेक्सनहरू पुर्रेछ भन्नुभएको थियो कि माथि गएर आएको मान्छेहरूले। नमस्ते गेस्ट हाउसको फेसिलिटीहरू चाहिँ धेरै नै रहेछ। ल एकदमै राम्रो। यहाँसम्म लिन आउनुभएको कति टाइम वेट गर्नुभयो हामीलाई? कति कुर्नुभयो? हामीलाई 1.5 घन्टा कुर्नुभयो माथिबाट। न फोन छ न टावर छ। आएर बस्नुभयो अनि हामीले भेट्यौँ। ल अलिकति खुसी लाग्यो। अब यता हेऱ्यो हिमाल यसरी, अनि यता हेऱ्यो लाली गुराँसको फुल। यही कुराले गर्दाखेरि पनि यस्तो उकालो चढ्न मोटिभेट भइरहेछ हामीलाई। ओहो अगाडि त झन् कति धेरै रहेछ लाली गुराँसको बुटहरू। यहाँ यसरी बाटो छ, वे टु कोरी भनेर यतापट्टि छ। अनि यहाँ के हो नमस्ते गेस्ट हाउसको यो एउटा क्याम्प जस्तो रहेछ कि टी ब्रेक। त्यो दाइले चाहिँ हामीलाई चिया बिस्किट चाउचाउहरू माथिबाटै लिएर आइदिनु भएको रहेछ। अब एकछिन 10 मिनट त्यहाँ रेस्ट गरेर अनि बल्ल कोरी चढ्ने। ल फाइनली क्याम्प पनि आयो। हामी जाने चाहिँ त्यो डाँडामा, यो डाँडामा हो गाइज। हामी यस्तो भ्यू हेरेर मस्त थिएछौँ, पल्टेछौँ। यस्तो थके लागेको छ, यस्तो थके लागेको छ। प्लस अगाडि यस्तो खतरा भ्यू छ। यो सबै अन्नपूर्णको रेन्जहरू हो भन्नुभयो दाइले। हामी टी ब्रेक लिएर अब निस्किन थालेको। कोरी 2 आवर्स भनेर लेखेछ, तर अलि बढी नै टाइम लाग्छ। तलसम्मको लागि मात्र 2 आवर्स हो, माथिसम्म पुग्दाखेरि चाहिँ टाइम लाग्छ भन्नुहुन्छ दाइले। हिउँ चाहिँ यहीँदेखि छ, तर यहाँको चाहिँ मेल्ट भइसकेछ हिजोको घामले गर्दा। अनि मलाई चाहिँ एकदमै कमन कोल्ड लागेर एकछिन गाह्रो भयो।
रनी नोज एलर्जिक राइनाइटिस यो यस्तरी छ के रे श्रीङ्कु Suffering from common cold food on the process. हिउँको बाटोहरु चाहिँ सुरु भइसकेको छ अलिअलि हिउँ छ अलिअलि चाहिँ पग्लिसकेको छ यहाँबाट अनि यो चाहिँ मेरो फर्स्ट टाइम लाइभ एक्सपिरियन्स हो हिउँ देखेको खासै त्यस्तो एक्साइटेड चाहिँ भएको छैन अहिले थोरै भएर होला लेट्स सी माथि गएपछि चाहिँ डेन्जर एक्साइटेड हुन्छु होला सो फलो मी हो नि अहिलेसम्म त हामी ट्रेकिङको बच्चाहरू हिँडिरहेको थियौँ अहिले बल्ल एडल्टमा छौँ अब हामी जेनेटिक फेजमा गरेछौँ किप वाचिङ ल नर्स नै बोली नै यहाँ यस्तो स्नो छ यहाँ यस्तो सन छ भयो दिदी त्यो अघिको डाँडा कट्यौँ यहाँको यो सबै कटाएर यहाँ आइपुग्यौँ गाइज हामी त्यो बाटो चढेर यहाँ ब्रेक टी ब्रेक भ्यू हेर्दै चिया र बिस्किट वाउ जुत्ताको हालत चाहिँ खत्तम भइसकेको छ आधी घन्टाको टी ब्रेक पछि फेरि हामी कोरीतिर लाग्यौँ अब यो एकदम हेभी स्नो भएको ठाउँ चाहिँ सुरु भयो बाटोमा मजाको त्यो हुन्छ नि ल दाइ अनि यस्तो बाटोमा हिँड्दाखेरि फेरि चिप्लिने भन्ने डर कि यो यहाँ यसरी मेल्ट भइरहेछ नि त अनि बाटो चाहिँ अलिकति स्लिपरी ग्रिप नहुने त्यही भएर अलिकति गाह्रो हुने तर हिँड्दाखेरिको भाइब चाहिँ दामी रमाइलो यसरी यहाँसम्म यत्रो गरेको छ गाइस यस्तो स्नोमा हिँड्दा पनि मैले भ्लग गरिरहेको छु भिडियो बनाइरहेको छु आफ्नो ज्यान रिस्की गरी 3-4 चोटि चिप्लिसकेँ सो गाइस डु सब्सक्राइब अहिलेसम्मको एकदम मेमोरेबल ट्रेक हुनेछ चिप्लिँदै त्यही भएर स्नोमा आउँदाखेरि अलिकति ग्रिप एक्स्ट्रा ग्रिप भएको चुज भयो भने बेटर हुन्छ अनि बच्चाहरूलाई नल्याउनु होला यो 9-10 पढेकोलाई प्लिज हामी फेरि रेस्ट गर्न थाल्यौँ त्यो 1 आवर जति हिँडेर हामी चाहिँ एकदम रेस्ट गर्दै हिँड्दै गरिरहेछौँ नो एनी रस अनि एकदमै रमाइलो भइरहेछ किनकि लाइफको फर्स्ट स्नो लाइभ एक्सपिरियन्स हो अनि रमाइलो भइरहेछ त्यो तलको उकालोहरू त बिर्सिसक्यौँ हामीले उताको चाहिँ ग्रिप एक्स्ट्रा ग्रिप नि पाइँदो रहेछ त्यो ल्यायो भने चाहिँ स्नोमा हिँड्दाखेरि झन् सजिलो हुने रहेछ तर यसले पनि जस म्यानेज भइरहेछ सन्नी डे छ मजाले यतातिर त रुखहरू पनि आधी कभर भइसकेछ स्नोले गाई दुईटा ब्याग बुट लाएर त्यस्तो मजाले हिँड्नु छ हामी चाहिँ यहाँ पापा कि परिहरू गाई स्किङ गर्न पाए कति मजा आउँथ्यो होला तर फाइन यस्तो रुगा लागिरहेको बाटो नै यस्तो छ भने उता माथि कस्तो होला गाइज माई गुडनेस यहाँबाट कतिमा टी टाइम लाग्छ अब 1 घन्टा जति फाइनल्ली बिहान 7 बजे हिँडेको अलमोस्ट 6 बज्न थाल्यो अब चाहिँ ऊ त्यो के अरे नमस्ते गेस्ट हाउसमा जाने हो बाटोमा चाहिँ मैले भिडियो क्लिक गर्न पाइनँ कोल्ड भएर चाहिँ ब्याट्री नै डाउन भयो मोबाइल अफ भयो भ्यू चाहिँ यस्तो बबाल छ यहाँ यस्तो बबाल छ भ्यू देखाइदिउँ ओ माई गड
त्यो बाटोको त्यो थकानहरू के जुन त्यो अब भिडियोजहरुमा अगाडि देख्नुहुन्छ नि त त्यो थकानहरू कम्प्लिटली मेटिन्छ के टोटल्ली मेटिन्छ अलिकति माथि त्यो 1 आवर जति पुग्न थाल्दा 1 आवर जतिमा चाहिँ अलिकति बढी चिसो भएको थियो त्यही भएर वेल प्रिपेयर्ड भएर आउनु पछि चाहिँ हामी यहाँ पुगिसकेको छौँ नमस्ते कोरी नमस्ते फ्रम कोरी नमस्ते फाइनली गाइज हामी चाहिँ अहिले चाहिँ कोरी बेस क्याम्प चाहिँ पुगिसकेको छौँ अनि अहिले चाहिँ हामी नमस्ते होटेलमा छौँ 11 घण्टाको लामो हिँडाइपछि चाहिँ हामी फाइनली पुगिसक्यौँ नमस्ते होटेल 11 घण्टाको वाक चाहिँ एकदम वर्थ इट यहाँ आइसकेपछि त त्यो हामीलाई चाहिँ स्नोमा अझै धेरै रमाइलो लाग्यो पहाडहरूको भन्दा चाहिँ अझै स्नोमा चाहिँ रमाइलो थियो किनकि हाम्रो फर्स्ट एक्सपिरियन्स थियो त्यही भएर स्नोमा चाहिँ फर्स्ट टाइम यसरी हिँडेको त्यही पनि लास्ट नै रमाइलो लाग्यो तर जिउ चाहिँ पुरै थाकेको छ जिउलाई रेस्ट पनि चाहिएको छ अब हेलो गाइज हामी चाहिँ यहाँ आएर चिया र पपकर्न खायौँ अनि त्यसपछि नुडल्स खायौँ अनि सिधै गयौँ रुममा यति चिसो भएको थियो यति थाकेको थियौँ यस्तो चिसो यस्तो मजाले हावा लागेको छ कि यो टिनको छाना नै निकालिदिन्छ जस्तो खुट्टै तातेको छैन अनि अहिले चाहिँ हामी यहाँ डिनर खाइरहेछौँ अनि एकदमै रिक्वेस्ट गरेर यहाँ आगोको छेउमा बसेको बिचरा दाइहरूले धन्न हामीलाई किचनमा चाहिँ आउन दिनुभयो यस्तो चिसो छ यस्तो डेन्जर हावा लागिरहेछ यहाँ मेरो चाहिँ नाक पनि पुरै बन्द भइसक्यो रुगा हुदेखि लागेको यहाँ आएपछि त झन् बल्झियो अब चाहिँ डिनर पनि गऱ्यौँ अब हामी सुत्न लागेको सी यू टुमोरो गाइज गुड नाइट एन्ड यही सँगसँगै यो भ्लगको एन्ड हुन्छ यस्तो हावा लागेको छ नि